केयरफुल पानी परेको बेला चाहिँ। हेलो गाइज है, आज फेरि हामी सानोतिनो भ्लग बनाएर घुम्न जाँदैछौँ होइन। आज हामी घुम्न जाँदैछौँ विष्णुद्वार भन्ने ठाउँतिर। अनि अब स्याटरडे हिजो त केही गरिएन, आज सन्डे भयो प्लस गणतन्त्र दिवसको बिदा। सो यही बिदालाई सदुपयोग गर्दै हामी चाहिँ घुम्न जाँदैछौँ आज। त्यही अब सानोतिनो भ्लग बनाउँछु म, हेर्नु होला होइन, हेरेर माया गर्नु होला, सब्सक्राइब गर्नु होला। साथीहरू चाहिँ अगाडि गइसक्नु भएछ। सो दुईजना चाहिँ अगाडि गइसकेका छन्, दुईवटा बाइकमा 4जना अनि हामी 2जना, टोटल 6जना चाहिँ जाँदैछौँ हामी। अब हामी यहाँबाट टक्क लगाएर चक्रपथ जान्छौँ होइन। चक्रपथबाट चाहिँ विष्णुद्वारतिर लाग्छौँ। अनि हाम्रो अगाडि बाइकमा जीवन दाइहरू छन्। मौसम चाहिँ सुहाना छ, पानी पनि पर्छ जस्तो छ। हामी तयारीसँगै आएको छौँ होइन। जसरी पनि जानुपर्छ। खास गरी प्लान चाहिँ हामीले बिहानै जाने बनाएको थियौँ, तर केटाहरू त्यस्तो टेन्सले घेरेर। ओहो राजन दाइ के छ? हेलो गाइज, हामी चाहिँ अब यो के भन्दा चक्रपथदेखि बुढानीकण्ठ वेमा जाँदैछौँ होइन। यता आइसक्यौँ, अटिसक्यौँ। अनि हाम्रो साथीहरू चाहिँ एकदम अब तुफान गइरहेछन् कि 2 बजिसक्यो नि त। एकदम छिटो छिटो जानलाई होला पुरा कुदाएर गइरहेको छ, तर हामी चाहिँ बिस्तारै गइरहेको छौँ। केही छैन, कुदिहाल्छ उनीहरू चाहिँ। ओके गाइज, यो अगाडिको अब यो टर्निङ पोइन्ट जुन छ नि, यसलाई चाहिँ हाम्रो चपली घुम्ती भन्छ होइन। सो बुढानीलकण्ठ जाने बेला बाटोमा पनि ठाउँ हो यो चपली घुम्ती रे है। यसलाई चाहिँ अब चपली हाइट चाहिँ अलिक माथि कतै होला, यसले चाहिँ चपली घुम्ती भन्छ है। मलाई त्यति थाहा। बुढानीलकण्ठ मन्दिरसम्म चाहिँ आएको छु 2-3 चोटि होइन। अनि योभन्दा माथि एउटा के छ, एउटा समथिङ राधे जस्तै के हुन्छ नि, त्यस्तै के छ क्या, एउटा नाम बिर्सेँ मैले अहिले। दामी छ त्यो बस्न टाइपको समथिङ के हो है, भजन सुजन हुन्छ होइन। अनि त्यो मन्दिर त्यस्तो दामी छ त्यो ठाउँ पनि। त्यहाँ चाहिँ म चाहिँ गएको छु म। अब त्योभन्दा बढी त थाहा छैन। यो हाम्रो बुढानीलकण्ठको गेट। अनि केटाहरू यहीँ हामीलाई वेट गरेर आएको रहेछन्। सो अब कताबाट हो राम्रै? यतैबाट हो? ल जाउँ। कस्तो कुदाएको यार, भेट्नै सकिनँ मैले त। क्या कुदाएको केटाहरू चाहिँ। भाइ यो विष्णुद्वार जाने बाटो कता हो? कुन यतातिरबाट हो? राइट? ए हुन्छ, हस्, थ्याङ्क यू ब्रो। साथीहरू छ अगाडि, छुट्यौँ कि हामी। हो यहाँ हो कि मैले भने भाइ, यहीँबाटै रहेछ है जाने चाहिँ। ओ बाबु के गरे यस्तो? तट के गरे? तट भयो। ए यहाँ इस्कन पो हो त, म नाम बिर्सिरहेको। इस्कन हो यो। सोधौँ न एकचोटि कता हो। अब कता जान्छ हामी? यता कुद्छौँ कि यतातिर हो? इस्कनको गेट छ भनेपछि त सोधौँ त ब्रो, कसलाई सोध्ने अब? सेट उता बाटो बन्द रहेछ भनेपछि यतैबाट गयो। इस्कन यो जताबाट गयो, यताबाट इन्ट्री, यताबाट एक्जिट हो होइन। कता जान्छ हामी अब? हामी अलिकति बाटो भत्किसकेको अवस्था रहेछ होइन। अब त्यो भाइले अघि अब भन्नु त राइट भनेको थियो होला। अब खोइ हामीले नबुझेको के हो, हामी त्यहाँबाट घुमाइदिएको थियो भाइले, सकेपछि यता भनेर। अब यता हिँडेर जाने होला सायद होइन। साथीहरू चाहिँ जुन अघि जान लागेछौँ हामी त्यही बाटोतिर गइरहेको रहेछौँ क्या। त्यो अब हामी फेरि फर्केर त्यहीँ जाँदैछौँ।
यत्रो उकालो उठिसकेपछि फर्किँदा क्या मजा लागिरहेको छ जा चढ्नु भिडियो बनाउनु चक्करमा अलिकति दुःख पाइयो हामी केटाबाट भेटिसक्यौँ ठिकै छ अब हामी मजाले जान सक्छौँ ठिकै आहा यहाँबाट भ्यू हेर न बाबु है दामी अमेजिङ भ्यू A few moments later. राजन दाइ अनि अगाडि चारजना म उहाँलाई भेटाउँछु अब हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु हुन्छ अब हाम्रो हाइकिङ सुरु हुँदैछ यो हामी विष्णुदा जाँदैछौँ अहिले यो ठाउँमा चाहिँ के भन्छ राजन दाइ डाँडा गाउँ यो डाँडा गाउँमा चाहिँ हामीले बाइकहरू राखेर अब यहाँबाट हामी ट्राभलिङ गर्दै ट्रेकिङ गर्दै भन्ने के भन्ने हाइकिङ गर्दै भनौँ न आधी घन्टा त पुगिँदैन ब्रो 1 आवर मजाले लाग्छ हामीले अघि हेरिसक्यौँ होइन पुग्नु नानी हेरेको सो उहाँलाई पनि अब मजाले लाग्छ अनि अब हाम्रो पहिलो यात्रा चाहिँ हाम्रो सुरु हुँदैछ आज चाहिँ मौसमले हामीलाई साथ दिइरहेको छ मस्त साथ दिइरहेको छ पानी यसरी बाटोमा हिँड्दै गर्दाखेरि ठाउँ ठाउँमा यसरी पानी खाने मूलहरू पनि रहेछ होइन एकदम स्वच्छ पानी सफा पानी फ्रेस वाटर खान मिल्दो रहेछ राम्रै हाम्रो पानी भरेर राखिसक्यौँ मात्र यही पानी खानुपर्छ होइन त पानीको चाहिँ प्रब्लम छैन है यहाँबाट हाम्रो टक्क काठमाडौँको सिन यो हाम्रो बुढा नीलकण्ठ स्कुल यत्रो धेरै एरियालाई चाहिँ भन्दैछ है धेरै चाहिँ दामी छ यो हाम्रो काठमाडौँ सहर यस्तो धेरै छ है पुरा म धरा देखेँ ब्रो यहाँबाट तर त्यहाँ छ मैले क्यामेराबाट भेटाएँ मैले केटा अब अलिकति साइडमा हेर्नु न धरा नि छ यो चाहिँ हो हाम्रो के हो बनाउँदै होला है ठुलो प्रजाति रहेछ यहाँ बाटोमा ल हामी बाटो हिँड्दै थियौँ सिधा बाटो हिँडेर चाहिँ केटा उसले टक्क बोर्ड देखेछ नि त होइन त्यो बोर्डमा चाहिँ हाम्रो सिधा माथि जानु पर्छ लेखिरहेको छ विष्णुद्वार चाहिँ 20 रुपियाँ भनेर लेखिरहेको छ हामी अब विष्णुद्वार यता माथि रहेछ अनि यतातिर सिधै गयो भने चाहिँ पानी मुखान छ नागी गुम्बा पानी मन्दिर त्यो डाँडा गाउँबाट हामी आयौँ अहिले सो हामी डाँडा गाउँबाट आयौँ अब सिधा माथि गएपछि विष्णुद्वार सिधै अगाडि गयो भने चाहिँ यो पानी मन्दिर जाँदैछ अब यो बाटो उभिएर हामी जाँदैछौँ विष्णुद्वार यो बाटो हो ढुङ्गाको बाटो रहेछ अब यो बाटो गरेर अगाडि चाहिँ गयो भने चाहिँ विष्णुद्वारबाट भन्ने छाडी रहेछ यहाँबाट त देखिसक्यो अहिले धेरै हिँड्ने बानी पनि छैन माथि फ्राइडे नाइट फुटसल आकेको त्यहाँनिर हिँड्ने गाडी छ धेरै उसिनमा हेरेको त्यसरी है लास्ट छ अलिकति पर्दैन तर यहाँबाट चिप्यो भने अलिकति खुट्टा गयो भने तलै फेरि यहाँबाट गयो भने तलै हो राम्रो ल अब हामी हिँड्दै घुम्दै दौडिँदै पछाडिँदै होइन आइसक्यौँ ठाउँ चाहिँ कस्तो चिसो छ है लास्ट चिसो छ अनि यो चाहिँ हो हाम्रो विष्णुद्वार यो काठमा हिँडेको हामीले भिडियो चाहिँ देखिरहेको हुन्थ्यौँ ओहो जुम 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 अझै माथि जुम यो काठमा हिँड्नु ल दामी
ल यहाँ एकदम धुवा जस्तो देखिरहेको छ होइन पानीको उसले गर्दाखेरि अँध्यारो पनि देखिरहेको छ बाफ एकदम धेरै छ त्यही भएर खासै क्लियर चाहिँ छैन भिडियो ओहो हो अब अब बनाउँछु दिस इज कल्ड विष्णुद्वार हामी विष्णुद्वार आइसक्यौँ यहाँबाट यो गुफामा म छिर्दैछु यो गुफामा छिरेपछि हामी अरू ठाउँमा निस्किन्छौँ रे होइन जुत्ता चाहिँ लाग्छ मलाई हे भगवान् सरी मलाई माफ गरिदिनु जुत्ता लगाएर हिँड्दैछु म ल यहाँबाट अँध्यारो छ त ब्रो ओ चिप्लो छ है चिप्लो ए यहाँबाट झरेर होइन एकदम डेन्जरस छ दाइ एकदम डेन्जरस आउनु ब्रो आउनु आउनु बत्ती बोला होइन आउनु 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 यो यस्तो गुफा रहेछ यहाँ त झरेपछि चाहिँ ए ल पापा खालिन्छ यहाँबाट झरेपछि चाहिँ हामी अब हामी यो विष्णुद्वारको खोला छेउछाउबाट हिँडिराखेका छौँ यहाँ चाहिँ धेरै मान्छेसम्म जस्तो छ मुहान चाहिँ मुहानसम्म चाहिँ हामी जाँदैनौँ साइडमा चाहिँ रमाइलोले नै बित्यो भन्नु पऱ्यो अब आज तर तिनवटा कुरा मिस्यो नि त गणतन्त्र दिवस पनि आजै रहेछ होइन अर्को बजेट भाषण पनि आजै रहेछ अनि अर्को अब हाम्रो यही आज ट्रेकिङ टाइम पनि आजै भएर कस्तो ल ठिक छ 3 थिङ्स इन अ सिङ्गल डे ओके ल अब हामीले चाहिँ साथीहरू हराइसकेको अवस्था छ अहिले माथि धेरै माथि पुगिसकेको छ उनीहरू चाहिँ उनीहरूलाई खोज्दै जाँदैछौँ हामी रान्दै रान्दै ब्यागमा सबको लुगाभरि बोक्नु भएको त्यो पनि रान्दालाई गाह्रो भइरह हो होइन त ब्याग गर्नुमै छ अन्त खानपिन गर्नुलाई सबै चिजहरू पनि त्यहीँ छ सो मलाई गाह्रो भइरहेको हो हाम्रो साथीहरू चाहिँ गयो कहाँ के धेरै माथि गइसकेको छ तिनीहरू चाहिँ यहाँबाट चिल्लो बाटो छ होइन सो बी केयरफुल पानी परेको बेला चाहिँ जहिले पनि आउनु मिल्ने खालको ठाउँ हो अब गर्मीमा यो अलि नजिक पनि छ होइन छ एकदमै नजिक कति टाढो छ हामी कति हिँड्यौँ भन्नु आधी घन्टा हिँड्यौँ होइन बाइकमा हामी डाँडा गाउँसम्म आउन पाइन्छ होइन ल योभन्दा माथि चाहिँ अलिकति सानो झर्ना छ अरे तर हामी गएनौँ होइन थोरै माथि धेरै माथि होइन अब साथीहरू चाहिँ गएर फर्किसक्नु सो हामी यहाँबाट फर्किँदैछौँ यस हामी जस्तो ढिलाउने मान्छे पनि धेरै हुँदो रहेछन् एकदमै धेरै एकदमै बिजी छ आज विष्णुद्वार ल जीवन दाइ तपाईँ अनि हामी 2 बजीतिर मात्रै हिँडेर है तपाईँ राति गेम हेरेर बिहान 11-12 बजीसम्म सुतेर पनि आइयो होइन त त्यही निद्रा नपुग्यो भरे हो कि दाइ लडेको आँखा झिमिको भाषा छ नि यहाँले हाम्रो ग्रुप ल केटाहरू थकित अवस्थामा त छैन नि कोही छैन ल अब घुम्दै हामी आइसक्यौँ हाम्रो बाइकको तल उताएर राखेको ठाउँ हो यहाँबाट चाहिँ हामी सुरु गरेका थियौँ अब चाहिँ हामी यहाँबाट बाइक लिएर हामी जान्छौँ अहिले हाम्रो अर्जुन भाइले बाइक चलाइरहेको छ आउँदाखेरि चाहिँ दादाले मैले चलाएको थिएँ आउँदा चाहिँ हाम्रो अर्जुन भाइ चलाउँदैछ राइडर अर्जुन भाइ पनि खतरा चलाउनु भइसक्यो भाइको लाइसेन्स पनि छ सबै छ कल्याण रुकुमको बाटोमा चलाउने मान्छे हो होइन काठमाडौँमा चलाइहाल्छ नि होइन त खतरा चलाउँछु भाइ यार तिमी ल राम्रो चलाऊ है चाहिँ मैले मेरो भिडियो त इन गर्छु होइन सो गाइज अब आजको हाम्रो भिडियो भ्लग भनेको चाहिँ विष्णुद्वारमा थियो त्यहाँसम्म गयौँ घुम्यौँ हामी आइसक्यौँ अब चाहिँ हामी घर जाँदैछौँ अब अहिले चक्रपथको जाममा छौँ म यतै मेरो भिडियो चाहिँ अहिले भ्लग चाहिँ यतै इन गर्छु सो थ्याङ्क्स फर वाचिङ सबैजनालाई यस्तै माया गर्दै गर्नु होला फर्स्ट टाइम हेर्नु भएको भने सब्सक्राइब गर्नु होला मेरो च्यानल है सो गाइज बाई बाई